छोडेर मैले कति ठाउँ सोधेँ कहीँ यहाँ काठमाडौँ कहीँ कति पत्ता लागेन। बल्ल एक दिन मेरो सानो जहाँ यहाँ कलिम्पोङतिर काममा परेको रहेछ। यता यस्तो यस्तो मैमा गरेको देख्यो भने मलाई भन्नु भनेर मैले सानो छोरीले भनेको थिएँ। अनि मेरो भान्जी घर नजिकको भान्जी त्यहाँ 1 महिना जति जुट्नु भएको रहेछ, उहाँ बाबा भन्नुहुन्थ्यो। अनि छोरीले मलाई भान्जीको नम्बर दिनुभयो भने भान्जीलाई सोधेँ, फिल्म हलभन्दा पनि खोलातिर पर्छ मामा भन्नुभयो। ठाउँ देखाइदिनु भएकोमा उहाँ छोरी भान्जी जहाँ जस्तो ठाउँमा भए पनि ईश्वरको परिपूर्ण आशीष ठाउँ चिन्नको लागि गएँ। मैले ठाउँ थुरुदी चिनेर आएँ। शनिबारको दिन गएँ, त्यत्रो भिडभाडमा म एक्लै गएको थियो यहाँ किर्तिपुरबाट। मैले त्यत्रो भिडमा गएर दिनभर बसेँ, मैले भजनहरू सुनेँ, बसेँ। आउने बेलामा मैले धरम जग्गाइ गरेर आएँ, तर उसले सम्झाउने कोही थिएन। धरम जग्गाइ गराइदिनु हुने म्यामको मैले नाम सम्झेको छैन। जुन म्यामले मलाई धरम जग्गाइ गराइदिनु भएको उहाँले उसको परिपूर्ण आशीष वर्षित होस्। यहाँ बल्ल ईश्वर चिने। त्यहाँदेखि म शनिबार बुधबार जुट्दै गएँ। अनि त्यो दुष्टहरू रिस गर्ने हामीहरूलाई जति पनि अर्काले चलाएर दुष्टले चलाएर हामीलाई बिमारी पार्ने यस्तो भइरहने। अहिले पनि यहाँ किर्तिपुरमा छ, जतिखेर भेटेँ त्यतिखेर मलाई शराब हिँड्दा खानु दुष्ट भनेर त्यो दुष्ट त मलाई दुष्ट भन्छ। जतिखेर शराब किर्तिपुरमा त्यो पनि भाइ बढी खाने हो, पनि भाइ बढी खाने हो। अहिले बिहान पनि त्यहाँ एउटै बस्नु भयो, त्यहाँनिर बोलाउँदाखेरि एउटा भयो शराब, त्यसलाई मैले एक वचन बोलेको छैन। के आफूले परेको दुःख के आफूलाई थाहा छ कि ईश्वरलाई थाहा छ। ईश्वरको धन्यवाद दिन चाहन्छु। मैले अब यो 2 वर्ष हुन्छ मैले पिता परमेश्वरको सन्तान परिवार भएको। त्यहाँदेखि मैले वचनहरू गुरुहरूको म्याम सर म्यामहरूको वचन सुन्दै गएँ। पहिले के पुग्छ र पछि सुन्दै गएपछि अनि मैले अहिले अब 2 वर्ष लाग्यो। एउटा सिराम उठाउनु परेको छ। सब बिमारी केही भयो कि पिताको सुन्नु हजुरको छोरा हो, हजुरले जान्नुहुन्छ, म केही जान्ने छैन भनेर म पितालाई सुनाउँछु। एउटा सिराम एउटा सोझो किनेर मैले लगाएको छैन, सिराम उठाउनु परेको छैन। यस्तो महान कार्य हाम्रो पिता अरूले जेसुकै होस्, म चाहिँ पिता परमेश्वरलाई छोड्न सक्दैन। म सास भइसक्दा जेसुकै पनि म आइरहन्छु। म तर सधैँभरि बुधबार शनिबार हप्तैपछि जुट्न पाउँदैन, मेरो काम भइरहेछ।